के तपाईलाई विश्वास लाग्छ एउटा जनावर पनि खुसीले बलिन्द्र धारा आँसु झार्दै रुन सक्छ? यो कुनै काल्पनिक कथा होइन। भारतको उत्तर प्रदेशमा घटेको एउटा यस्तो सत्य घटना हो जसले ढुङ्गा जस्तो मन भएकाहरूलाई पनि रुवाइदियो। प्रेम दृष्टि, where hearts and vision align। 50 वर्षको साङ्लो र राजुको आँसु। सन् 2014 को एक मध्यरात भारतको उत्तर प्रदेशमा एउटा यस्तै चमत्कार भयो जसले त्यहाँ उपस्थित सबैको मुटु छिया छिया बनायो। राजुको कथा आजभन्दा 50 वर्ष अघि सुरु हुन्छ जब उसलाई उसको आमाबाट छुट्याएर एउटा बन्दी बनाइयो। 50 वर्षसम्म उसले 27 जना फरक फरक मालिकहरूको कुटाई र यातना सहनु पर्यो। उसको खुट्टामा सधैँ फलामको साङ्लो हुन्थ्यो जसले गर्दा उसको घाउ कहिल्यै निको हुन पाएन। भोको पेट भर्न उसले सडकमा फालिएका प्लास्टिक र कागजका टुक्राहरू खान्थ्यो। मानिसहरूको लागि ऊ केवल पैसा कमाउने साधन थियो, तर राजुको लागि यो जीवन एउटा कहिल्यै अन्त्य नहुने नर्क जस्तै थियो। तर भनिन्छ नि, हरेक रातको अन्त्यमा बिहानी पक्कै आउँछ। वाइल्ड लाइफ SOS नामक संस्थाले जब राजुको यो अवस्था थाहा पायो, उनीहरूले उसलाई बचाउने निर्णय गरे। उद्धारको त्यो रात सजिलो थिएन। राजुका क्रूर मालिकले टोलीलाई रोक्न धेरै प्रयास गरे, तर जब उद्धारकर्ताहरूले राजुको खुट्टाको त्यो रक्ताम्मी साम्लो काट्न सुरु गरे, त्यहाँ एउटा यस्तो दृश्य देखियो जुन कसैले सोचेका थिएनन्। 50 वर्षसम्म पीडा सहँदा एक थोपा आँसु नखसाएको राजुको आँखाबाट अचानक आँसुका धाराहरू बग्न थाले। मानौ उसले बुझिसकेको थियो 50 वर्षको त्यो दासता आज सकिँदैछ। आज राजु एउटा संरक्षण केन्द्रमा स्वतन्त्र छ। ऊ अब कसैको डरमा बाँच्नु पर्दैन। राजुको त्यो आँसुले हामीलाई एउटा ठूलो कुरा सिकाएको छ। जनावरमा पनि भावना हुन्छ, उनीहरूलाई पनि स्वतन्त्रताको तिर्खा हुन्छ। यदि तपाईलाई पनि राजुको यो कथाले मन छोयो भने यो भिडियोलाई एक लाइक र शेयर पक्कै गरिदिनुहोला र कमेन्टमा लेख्नुहोस् कि हामीले मनोरञ्जनको नाममा जनावरलाई यसरी दुःख दिनु जायज छ।